हेलो 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 साथीहरु, वेलकम 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 टू माई युट्युब च्यानल। आज चाहिँ हामी छुट्टी भए हुनाले विशेष यसो थोड़ा रुममा बस्नुलाई घुमघाम गरौँ भनेर घुम्नको लागि जाँदैछौँ है बाहिर। धेरै गर्मी भयो के, गर्मी के बस्नु, एक दुईटा एसी ल्याउनु पर्यो अनि एक दुईटा एक एकवटा कार ल्याउने भनेर जान लागेको है। कहाँदेखि हेर्नुहुन्छ सपोर्ट गर्नु होला साथीहरु, लाइक शेयर कमेन्ट सब्सक्राइब पनि गर्नु होला है त। अब हामी चाहिँ निस्किन लाग्छौँ अहिले विशेष बाहिर गएपछि मलमा के पाउँछ के हुन्छ त्यहाँ देखाउनेछु। हेलो वेलकम टू माई युट्युब च्यानल। भति के छ हल्ली चल्ली, कहाँ आछौँ आज हामी? केएसएल एकदम घुमेको यसो हुन्छ नि चिन्नुको लागि भनेर चाहिँ भिडियो रेकर्ड गर्दैछौँ। तपाईँहरूलाई देखाउँछु है यहाँ ल मलेसियामा के छ कस्तो पर्छ, पैसा प्राइस कताको ग्याङहरू। अनि भतिज मलेसिया कस्तो लाग्यो त? हो पुरा चिलमा हो रे। ए ल यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ हो। यो चाहिँ खासै ठुलो छैन तर यो सानो मार्केट छ, धेरै ठुलो त होइन। त्यही पनि अब काम गर्ने मान्छे नजिक फुर्सद हुँदैन, फुर्सद भए पनि अब धेरै टाढा जाने कुरो भएन, ठिकै ठाउँतिर घुम्न आउनु पर्यो अलिअलि होइन। पछि यो के गरे यो भिडियो हेर्ने मान्छेलाई के भन्न चाहन्छु, मेरो च्यानललाई के गर्नु पर्यो, अलि एकदम भाइरल बनाउनु पर्यो। लाइक शेयर कमेन्ट गर्नु पर्यो होइन। हो ग्याङहरू उता छ ल। हाम्रो चाहिँ केटाहरू 12-13 जना आएको छ है आज। ल्याबमै छुट्टी भए दिन त्यो आधी आउनु लाग्यो क्या। त्यो छुट्टीको फाइदा। अरू कहाँ गयो केटाहरू? यो सब हाम्रै ग्याङ हो है। त्यसै ल कहाँ ओमेलाई सोध्छु अब। ओ भाइ घर कहाँ हो? बर्दिया। बर्दिया हो? हजुर। अनि कहाँदेखि हो अहिले? अहिले त यहाँ केएसएल मा। ए मलेसियादेखि होइन? हजुर मलेसिया। अनि मलेसिया कस्तो लाग्दैछ, के छ हालखबर? सब ठिक छ। हो हजुर आज छुट्टी थियो त्यही भएर घुम्न आछौँ दाइहरूसँगै। हो अब एउटा क्वेसन गर्छु है। हजुर अब जस्तो मलेसियामा सारी के गरे 4 लाख 5 लाख तिरेर जो आउने सोच अथवा आउँदैछन् नि, हजुर तिनीहरूलाई चाहिँ तिमी के भन्न चाहन्छौ? म के भनौँ, 4-5 लाख रुपियाँ लगाएर बरु नेपालैमा बिजनेस गर। यहाँ 4 लाख 5 लाख तिरेर आउने मान्छेको ओटै छैन। हामी त काम पनि छैन धेरै। अब हामी ओटै छैन, त्यतिकै 1700 बेसिक छ, 600-700 भनेर 4.5 लाख 5 लाख रुपियाँमा डुबाउला कसैले। यहाँ आएर बिजोग्छ। कम्पनी राम्रो पऱ्यो त ठिक छ, के गर्दा कम्पनी त्यसै ओटी नचल्ने खतम आयो भने चाहिँ केटाको फेरि सिलिम हो। त्यही भएर सोची सम्झेर आऊ, नभए त्यसैमा त हल्का पैसा थपेर राम्रो ठाउँमा आफ्नो स्किल हेरेर जाऊ होइन। ऊ फेरि मेरो भाइ पनि हो, साथी पनि हो, ऊ बर्दिया मेरो चाहिँ के छ, केही भन्नुपर्ने छ तपाईँले? कहाँ आउनु भएको छ, के छ, कुन ठाउँ? इलामको पार। यहाँ आउनु न, एउटा क्वेसन गर्छु क्या तपाईँलाई पनि, आउनु यहाँ बस्नु। अनि के गरे
मलेसियामा अब 4-5 लाख रुपियाँ तिरेर आउनु ठिक छ कि नै? यो अब आउने सोच गरेको न अथवा आउने तयारीमा छन् नि तिनीहरू? सुन केटा हो, ऋण तिर्दै ठिक हुन्छ, ओटीसोटी छैन, काम छैन। हो आउने जाने मात्रै हो ल। यहाँ फेरि एकदम एक्सपिरियन्स वाला मान्छे हुनुहुन्छ। 13-14 वर्ष भइसक्यो घर नगा मलेसिया खाए मान्छे हो भने सुन केटा हो। बहुत तेज हो रहा है, बहुत तेज हो रहा ए अनि फेरि अब भिडियोले अलिकति बोल्दा बोल्दै गयो। त्यहाँबाट हाम्रो यहाँ केटाहरू छन्, यो भ्लगमा आएका छन्। यी केटाहरू भाइ कहाँबाट अरे कुन ठाउँबाट रे? गढीमाईबाट। अर्को भाइ पनि गढीमाई हो? भरतताल। ल हाम्रो यहाँ दलदाई हुनुहुन्छ। दलदाई कहाँ रे? बागलुङ एटिटो हाम्रो दाई हुनुहुन्छ। आज दाईसँग छुट्टीमा आएको हामी यसो घुम्ने क्रममा यो केआसर भ्लगमा यसो आइदिएको। मलेसियाको छुट्टीमा 2 दिनको छुट्टी थियो। अब छुट्टी पनि सक्यो, भोलिदेखि काममै हो। भोलिदेखि गदाको दिन हो, आज मात्र हो नि। अब परदेशमा पैसा कमाउन आएको, पैसा कमाउन अब काम नगरी पैसा आउँदैन। केटाहरूले फेरि यो मिक्सचर किनेछन्, कतिम्रो खालको यो पानासोनीको किनेछन्। नेपाल पठाउने अरे यो चाहिँ टक्कसँगले। अनि अब यस्तै छ, यता पिङ खेलिरहेछन् चाइनिजहरू चट्टसँगले। हामी यता हिँड्दैछौँ, हाम्रो पछाडि देख्नुहुने दाईहरू हुनुहुन्छ। दाईहरू साथी भाइहरू। मैले फेरि चस्मा लगाइदिएँ ल, एकचोटि लाउँछु ल। ल कस्तो देखियो हेर्नु त। हुन त थोपडा गतिलो छ, के सोध्नु पर्ने। यस्तै छ। हामी चाहिँ भ्लग बनाउँदै जाने हो। कता हो? यसमा आइफोन जोड्न बाँची अलिक खतरै हुन्छ। नभए पनि हामीसँग जे छ त्यसैमा रमाउने हो। हजुर यो अडी कतिखेर भेट्ने त फेरि? तल त उतै होला। यो लट्ठी र ऊ चाहिँ यो अब हामी ल अब यहाँ मैले यति एकदम राम्रो बनाएको छु। ल यो घरै मलाई हालिदिने, मलाई पनि। अब सबलाई सोध्यो तिमीलाई कहाँ गरेको तिम्रो घर? मेरो घर उदयपुर तिरुगा नगरपालिका 8 सुवाडे। जतिले पनि यो भिडियो हेर्छ अथवा तिम्रो चिन्जानको मान्छेले के भन्नु पर्यो भन त? जान्छु बडी सडी पनि। यो चाहिँ आज चाहिँ यहाँ चाहिँ सानो महल छ भनौँ न। अब हामी चाहिँ अलिअलि जङ्गल एरियामा बसेछौँ, त्यस्तो खासै बजार मार्केटहरू छैन। त्यस कारण चाहिँ आज छुट्टी भयो हुनाले हल्का जाउँ न त मलतिर, यसो घुमघाम गरौँ, कति रुममा बसिराख्नु भनेर चाहिँ हामी चाहिँ यहाँ आएको होइन। तपाईँहरूलाई यहाँको भ्यू पनि देखाइरहेको छु। यस्तो अलि अप्ठ्यारो ठाउँ छ क्या यहाँ चाहिँ, त्यस्तो खासै अब बस्ती जस्तो छैन, मार्केटहरू छैन। ल त्यति नै हो साथीहरू, नयाँ नयाँ हो, सुरुवात हो यो चाहिँ। सुरुवातमा सबैले सिकाएर मान्छे त हो नि, सिक्दै जाने हो होइन, आफ्नो तरिकाले। केही कमी कमजोरीहरूलाई आगामी भिडियोहरूमा सुधार्दै राम्रो भन्दै आउने छ भन्दै आज हामी हाम्रो घुमघाम कार्यक्रम पनि लगभग भ्याउन लाग्छ। खाना खाइया होइन, यसो भोकसोक पनि लागिरहेको छ। अब चाहिँ रुममा गएर, रुममा क्यान्टिन छ हाम्रो चाहिँ, वहीँ चाहिँ खाना खानुपर्छ होइन। अब भोलिदेखि चाहिँ फेरि अब काममा जानुपर्ने हुन्छ। अब कम्पनी लाइनमा आएको मान्छे होइन, ड्युटी गर्ने आएको मान्छे गर्नै पऱ्यो। यस्तै छ साथीहरू। र हाम्रो प्रत्येक छुट्टी हुँदाखेरि चाहिँ नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ ठाउँको अब जानकारीमूलक भिडियोहरू चाहिँ आउनेछ है त। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सनु।